कस्तो राम्रो ठाउँहरू छ है। Mhm. खास मैले तिमीलाई एउटा कुरा भन्न लिएको मैले यहाँ चाहिँ के कुरा छ एउटा केही मनमा लागेको कुरा धेरै दिन भनिस् भयो न। भन्न खोजेको अलि भन्ने आँट पनि आएन त्यही भएर चाहिँ आज चाहिँ केही भनौँ भन्ने जस्तो लागेर सोचेर अब भन्न त धेरै कुराहरू थियो होइन तर पनि कुनै कुनै कुराहरू चाहिँ भन्न खोज्दाखेरि पनि तर भनौँ न मनमा त छ तर चाहिँ भन्न चाहिँ अलिक हिम्मत नै नआउँदो रहेछ कि भन्नाले अब भन्नाले तिमीलाई चाहिँ मैले कसरी एक्सपिरियन्स गराउँ र होइन यत्रो साल सँगै बस्यो होइन भन्ने एउटा रिलेसनमा बस्यो तपाईँ मलाई छोड्दै हुनुहुन्छ त्यस्तो छोड्ने भन्दा पनि अब छोड्न पनि त खोजेको त होइन कि अरू कोही मन पर्यो तर पनि मन भन्दा पनि अब भनिसो न सोचे जस्तो समयले र परिस्थितिले मान्छेलाई नबनाउँदो रहेछ प्लिज नगर्नुहोस् अब सोच्न त अब सोचेको थिएँ होइन अब सँगै अगाडि जाउँला सँगै बढाउँला भन्ने सोचेको थिएँ के कुराले सोच्न बाध्य बनायो यो सबै कुरा मेरो परिवारले चाहिँ अब अलिक नस्वीकार्ने जस्तो कुरा गर्नुभयो होइन अब हजुर त माया गर्नुहुन्थ्यो होइन र मलाई म त माया अझै पनि गर्छु नगर्ने होइन प्लिज नगर्नुहोस् यति राम्रो सम्बन्ध नतोड्नुहोस् अब मेरो घर परिवारले तिमीलाई नस्वीकार्ने भन्ने कुरा भयो क्या अरे सायद प्लिज नगर्नुहोस् यस्तो मैले त चाहेको थिएँ सँगै जाउँ सँगै बढौँ अगाडि भन्ने लागेको थियो मैले हजुरलाई मेरो जीवन दिएको छु प्लिज अब जिन्दगी यस्तै रहेछ चाहे जस्तो भने जस्तो कहिले पनि नहुँदो रहेछ होइन के गर्नु पनि माया धेरै छ नगर्नुहोस् बाबा प्लिज नरौ फेरि ठिकै छ कुनै कुनै समय भेट भइएला है भयो अब जे हुने थियो भइसक्यो मैले पनि माया नगरेको त होइन होइन माया धेरै गरेको तर पनि हामी दुईजनाको सम्बन्ध आजबाट यहीँसम्मको रहेछ यात्रा पनि प्लिज नगर्नुहोस् यस्तो म कसरी बस्नु हजुर बिना प्लिज बिस्तारै बिस्तारै सम्बन्ध आजदेखि हाम्रो सम्बन्ध यहीँ टुङ्गाउनु पर्छ नगर्नु यस्तो यति राम्रो सम्बन्ध नछोड्नु प्लिज मैले पनि धेरै माया गरेको थिएँ माया गर्दा गर्दै के गर्नु त नि त्यही भएर जे हुनु भयो है म चाहिँ सायद Ha ha ha!